नमस्ते। अहिले हामी स्वर्गको टुक्रा डडेलधुरामा छौँ र डडेलधुराको प्रसिद्ध उग्रतारा मन्दिरमा छौँ अहिले। र अहिले देश विषम परिस्थितिमा गुज्रिरहेको छ। त्यसकारणले गर्दा अहिले 6 महिनाको लागि सुशीला कार्की नेतृत्वको जो सरकार बनिरहेको छ, त्यो सरकारले साँच्चीकै यो सुदूरपश्चिम साँच्चीकै देशका हितका लागि र देशका विभिन्न आन्दोलनदेखि विभिन्न उमा ठुलो बलिदान दिएको छ एउटा सुदूरपश्चिममा। त्यसकारणले गर्दा जो यो मन्त्रीमण्डल अन्डर अस्तिको मन्त्रीमण्डल अन्डर जो चाहिँ सुशीला कार्की नेतृत्वको सरकारमा सुदूरपश्चिमको एकजना पनि मन्त्री बन्न सकेन। र त्यसकारणले गर्दा अब यो 4 जना फेरि मन्त्री थप्ने भन्ने विषयमा चाहिँ अहिले ठुलो बहस भइरहेको छ। त्यसकारणले गर्दा सुदूरपश्चिममा 1 या 2 जनालाई साँच्चीकै अहिलेको यो 6 महिनाको लागि मन्त्री बनाउन जरुरी छ। किन जरुरी छ भने साँच्चीकै सुदूरका पीडा कसरी काठमाडौँसम्म पुग्ने त, सुदूरका पीडा कसले सुन्ने भन्ने विषयमा ठुलो बहस भइरहेको विषय हो। त्यसकारणले गर्दा यो उग्रतारा माताले सद्बुद्धि दिउन् र अहिलेको जो 6 महिनाको लागि वर्तमान सरकार बनेको छ त्यसलाई सद्बुद्धि उग्रतारा माताले एकदमै सद्बुद्धि दिनेछन् र सही दिशातिर लम्काउनेछन् भन्ने हामीले अपेक्षा गरेका छौँ। र यदि यो अहिलेको सरकारले सुदूरपश्चिमलाई साँच्चीकै हेऱ्यो भने सुदूरपश्चिमका जनताले पनि यो सरकारको कुनै औचित्य मान्ने हुने छैन र यो सरकार छ कि छैन भन्ने हामी बेखबर हुनेछौँ। त्यसकारणले गर्दा 1 या 2 यो मन्त्रीमण्डलमा साँच्चीकै सुदूरका युवाहरूलाई जोड्न जरुरी छ। हाम्रो बाजुराबाट एकदमै उदाउँदै आदरणीय दाजु हेमराज थापाज्यू लगायतको टिमबाट एकजना हेमराज दाईलाई साँच्चीकै यो सरकारले मन्त्री बनाउने हो भने सुदूरपश्चिमका पीडाहरू सुन्ने एउटा बाटो गन्तव्य हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ। र यो साँच्चीकै यो भन्दा पहिलेका जो गृहमन्त्री प्रधानमन्त्रीलाई अहिले यो 6 महिनाभित्रै कारबाही गरेर यिनलाई अक्षम बनाएर चाहिँ चुनाव लड्न यिनलाई बन्दिज गराउनु पर्छ भन्ने मलाई लाग्छ। त्यसकारणले गर्दा अहिले यिनी मिडियामा धेरै कराइरहेका छन्, धेरै बोलिरहेका छन्, हामी यस्तो गर्छौँ भनिरहेका छन्। त्यसकारणले गर्दा यो अहिले सही समय आएको छ, उनीहरूलाई जेल कोच्नुपर्ने अवस्था देखिएको छ। त्यसकारणले गर्दा तुरन्त यिनीहरूलाई मुद्दा लगाएर जेलभित्र कोचेर चाहिँ यो सरकारले साँच्चीकै नयाँ दिशातर्फ नयाँ बाटोतिर जानेछ भन्ने हामी अपेक्षा गरेका छौँ। र यो उग्रतारा माताले सबैलाई देशमा छरेर बस्नुभएको सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्णमा सुख शान्ति स्मृति उपलब्ध गराओस् र यो देशलाई साँच्चीकै एउटा शान्तिको बाटोतिर लप्काओस् भन्न पनि चाहन्छु। धन्यवाद।